के तपाईले माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ भर्नुभएको थियो? यदि भर्नुभएको थियो भने यस कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओको बाँडफाँड हुने मिति सार्वजनिक भइसकेको छ। यस कम्पनीले यही असारको 3 गतेदेखि असारको 8 गतेसम्म कुल 14,27,600 किता आइपिओ सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो, जसमा कुल 28,95,794 जनाले आवेदन दिनुभएको थियो भने 10-10 किताका दरले बाँडफाँड गर्दा 1,42,760 जनालाई मात्रै यो आइपिओ पर्नेछ। बाँकी रहेका 27,53,034 जनाको भने हात खाली नै रहने भएको छ। बिक्री प्रबन्धक NIMBS क्यापिटल लिमिटेडका अनुसार यो आइपिओ यही असारको 19 गते शुक्रबारका दिन बाँडफाँड गरिने तयारी भइरहेको छ। के तपाईले यो आइपिओमा आवेदन दिनुभएको थियो? यदि आवेदन दिनुभएको थियो भने कमेन्ट गर्न नबिर्सिनुहोस् है त।